आदरणीय चालक स्वचालक यात्रु महानुभावहरू, धादिङको विभिन्न क्षेत्रहरूमा अहिले पहिरो आएको कारण दुवैले बन्द भएको सम्बन्धमा तपाईहरु सबै जानकार रहनुहुन्छ र उक्त पहिरो तत्काल भुलाउन नसकिने र अन्य क्षेत्रमा पनि पहिरो आउन सक्ने भएको कारणले गर्दा तपाईहरु यहाँबाट अगाडि बढ्दै गर्दा अन्य क्षेत्रमा पहिरो आयो भने तत्काल उद्धार गर्न अत्यन्त कष्टकर हुने बेहोरा सबैलाई जानकारीमा छ भन्ने विश्वास दिएका छौं। त्यसैले आफ्नो सुरक्षार्थ सबै चालक स्वचालकज्यूहरू लगायत यात्रुहरू अहिले तत्कालको लागि फिर्ता भई काठमाडौँमा सुरक्षित रहनु हुन नागढुङ्गा ट्राफिक प्रहरी तथा नागढुङ्गा प्रभागको धेरै तपाईहरुप्रति अनुरोध गर्न